भन्नु न के भयो रविको विरुद्ध मिल्ने हो भने बोल्नु भने रिसा होइन किन रिसाउनु म तपाईसँग तपाईँ मेरो दाइ म तपाईँको भाइ म चाहिँ यस्तो हो क्या दाइ एउटा कुरो यस्तो पनि एउटा व्यक्ति हेर ऋण त तपाईँले लिन पाउनु मैले लिन पाएँ जसले ऋण दिएको छ त्यसले खोज्ने हो क्या तपाईँले खोज्ने होइन मैले खोज्ने होइन तपाईँको पनि त ऋण त छ त तपाईँको झन्डै 12-15 करोड ऋण छैन र अनि त्यही बनाएर हालिदिने रहेछ मलाई फलाना रामबाहरूसँग यति करोड ल्याएर खाइदिन्छ भने देउने त्यसपछि कुद्ने हो र हामी तपाईँलाई दिउँछ तपाईँ कोसँग कारोबार गर्नुभयो तपाईँको कुरो म कोसँग कारोबार व्यक्तिगत दिन त जोसँग खान पाइयो दाइ अहिले राजनीति गर्ने भयो भने त्यसलाई इस्यु बनाएर व्यक्तिको आन्तरिक कुरा लिएर राष्ट्रिय इस्यु बनाउन मिल्छ होइन नेपालका मिडियाले छ नि संसारले लेख्न त पाउनु पर्छ नि होइन तपाईँको ऋण मैले लेखिदिन्छु त्यसो भोलि ऋषि जमानाले अस्ति तपाईँको प्रेम टाइम टेलिभिजन खोज्दाखेरि 15 करोड ऋण खोजेर फलानु फलानु ब्याङ्कबाट खाइदिएछ फलानु फलानु सरकारी खान्छ फलानु व्यक्ति खान्छ भन्न जान मिल्छ होइन त्यो तपाईँले व्यक्तिगत होइन बाटो पैसा लिनु भएको नि आइसक्यो उसले जान्ने हो तपाईँले कुन ब्याङ्कमा गएर ऋण लिनुभयो अहिले दुर्गा प्रसादले ब्याङ्कबाट लोन ल्याएर खाएको त त्यो उसो ब्याङ्कको र दुर्गा प्रसादको इस्यु हो तपाईँको मेरो इस्यु हो त्यो तर सरकारीको सुरक्षा नभएको मान्छेले